Hey, back again with another vlog. आज चाहिँ मेरो बाइकको फर्स्ट सर्भिसिङको लागि चाहिँ जोरथाङ पुग्नुपर्ने अरे। त्यही भएर म बिहानै यहाँदेखि घरदेखि चाहिँ 8 बजी निक्लेर अहिले चाहिँ यो लेक्सेप बाटो, यो चाहिँ गेजिङदेखि ओह्रालोमा झरिसक्यो। अब बाटोहरू त के भन्नु, अब अलिअलि रफ, तर पनि अब अफ रोडिङको लागि त बेस्ट हो। कोही बेला अलिक यस्तो गाडीहरू ओभरटेक गर्दै गयो, पुग्यो, टाटा जाम भेट्यो। अगाडि ओभरटेक गर्नु खोजेको झन्नै गाडी लिएर धन्न रोकिदिएर त्यसले हल्का ड्राइभर रिसाउँदै पनि उहाँले ओभरटेक गरेर गइहाल्यो। त्यहाँदेखि लेक्सेप ओह्रालो चाहिँ अब बाटो यति लामो छ, अब पुग्नुपर्ने ओह्रालो छ। त्यहाँ न्युट्रलमा पनि हिँड्यो, तेलको दाम बढिरहेछ। फाइनली माथिदेखि हल्का लेक्सेप पुगेर चाहिँ अब लेक्सेपदेखि त म रमाइरहेको थियो। हाइवे आइपुग्यो फाइनली। अब चाहिँ फ्रिली कुद्नु पाउँछ भनेर। माथि त त्यो गेजिङदेखि लेक्सेप आइपुग्नु त जाम भेट्यो के ब्रेक हाल्दा नै दुखिसक्यो। अब यहाँदेखि चाहिँ तपाईँहरू मेरो हाइवेको भ्लग इन्जोय गर्नुहोस्। बेसी स्मार्ट हुनु साह्रो, यसलाई ओभरटेक गरेको झन्नै खोल्टाभित्र पस्यो। फेरि हेर्नु न बाटो बाँच्यो, उताबाट कुनै गाडी आएको छैन। हाइवेमा पनि बिचमा चाहिँ यस्तो बाटोहरू हुन्छ। यस्तोहरूलाई अब अफ रोडिङको लागि त के भन्नु, कुरै नगरौँ। यहाँदेखि त के भन्नु, 70-80 स्पिडमा हल्का गयो। अब फाइनली अहिले चाहिँ जोरथाङ ब्रिज आइपुग्यो। अब चाहिँ हल्का पर सोरुम पुग्नु आँट्यो। सोरुम पुगेर चाहिँ हल्का बाइक त्यहाँ अब लगभग यहाँ अहिले त्यस्तै 1:30 हुनु आँटेको छ। लगभग 1:30मा त्यस्तै 1 घन्टा कति लाग्छ होला भनेर चाहिँ छिटो गयो। पर अब यो बाइकको फर्स्ट सर्भिसिङ त्यति टाइम नलाग्दो रहेछ। जस्ट मोबिलहरू अरू के अब मोबिल भयो, चेनहरू के सफा गर्नु मात्र हुन्छ, धेरै काम त हुँदैन। फर्स्ट सर्भिसिङ न यहाँदेखि सर्टकट ल्यायो। बल्ल यहाँदेखि यो चाहिँ सोरुम हो। यहाँ फाइनली टिभिएसको सोरुम पुग्यो। अन्त यहाँ हल्का धन्न त्यति सर्भिसिङमा आएको छैन भनेर चाहिँ बाइक 1:30मा टक्कै बाइक यता पार्क गरेर चाहिँ यताउता हेऱ्यो, मान्छे पनि कोही देखेन। लास्ट छुट्टी टाइममा आइपुगेछ भने छिटो भएर चाहिँ भित्रको दिदीले सोधेँ, दिदी आज मेरो फर्स्ट सर्भिसिङ हो भन्यो। दिदीले भने, ला भाइ तिमी अब 1:30 त खाजाको टाइम हो, आधी घन्टा वेट गर्नु, 2 बजी आइपुग्छ भन्यो। अन्त हुन्छ भनेर चाहिँ यहीँ बस्दै गर्नु, बाहिर गरम छ भन्नु भने दिदीले। बाहिर गएर चाहिँ यहाँ खिचिपेरीदेखि चिसो जग्गामा बस्ने, गरम जग्गामा पुग्दा त फेरि लड्नु खोज्दो रहेछ नि। फाइनली 3:30 भित्र, त्यति 2 बजी पर्खियो, 3:30 भित्र चाहिँ मेरो टर्न आयो। त्यहाँदेखि यहाँ दाजुलाई हल्का मोबिलहरू डल्लै चेन्ज गरिदियो। अन्त अरू चेनहरू डल्लै सफा गरिदियो। अन्त नयाँ फाइनली नम्बर प्लेट पनि आएछ। नम्बर प्लेट हाल्यो, आफै भने गरमले फ्यानको मुनि बस्दा फाइनली यो यस्तो चेनहरू हल्का सफा भयो फर्स्ट सर्भिसिङमा। लगभग त्यस्तै आधी घन्टा 40 मिनटको काम होला, 40 मिनटसम्म पर्ख्यो। गरम अब बाहिर बसौँ भने घामले सक्दैन। फाइनली सकेर चाहिँ बिलहरू त्यस्तै
2000 कति निक्लिएको थियो बिलर दिएर चाहिँ यहाँदेखि म लगभग त्यस्तै कुन यहाँदेखि निक्लिँदा त्यस्तै 4:30 बजिसकेको थियो ल। पानीले भिड्छ अनि यहाँदेखि झन् छिटो निक्ल्यो। अब यहाँदेखि त खिचिपिर पुग्नुपर्छ लगभग बिहान। यहाँदेखि अब बिहान छिटै हिँड्यो तर पनि ढिलो आइपुग्यो। अब यहाँदेखि चाहिँ छिटो पुगेर चाहिँ पानीले चाहिँ नभिडोस् भनेर चाहिँ सक्दो छिटै हिँडेको। यस्तो याद आयो। अब जोरथाङबाट अब घर पुग्नु त निकै टाइम लाग्छ। मैले चाहिँ अरू चाहिँ के होइन, घर त पुगिहाल्छ। अब रेनकोटहरू केही भएको थिएन नि, पानी चाहिँ नपरोस् त्यही डरमा बसिरहेको थियो। अरू त जेसुकै होस् पानी चाहिँ नपरोस् भनेर। अब यहाँदेखि पनि हल्का अब बाटोमा अब यस्तो मकै पोल्दो रहेछ। यहाँ चाहिँ हल्का बाइकलाई साइड गरिराखेर यहाँ दिदीहरू सोध्यो। दिदीहरू यस्तो काँचो छ, काँचो हामी दुईजना देवर भाउजू लागि अनि बोलिहाल्यौँ। कति भन्नुभयो? 40। एउटा हुन्छ ए लान्छु। अब कहाँ पुर्याउनुहुन्छ अरे? खेचेपेरी अरे पकाएको। हामी त बत्ती लेक साइडकै हो नि। पकाएको त भाइ चाम्रो हिजो छ नि। होइन हुन्छ यो 5वटा दिन्छु नि। यो हजुर प्याकिङ गरिदिनुहोस् न। तपाईँहरू आगो पुग्नुहुन्छ भने चाहिँ यो ठिक हुन्छ नि।